अरे कहाँ से आ गए यार? ये लोग भाई कहाँ से मिल गया यार? रास्ता भटक गया क्या? ऑब्जर्वेशन दे लगेकै हो भइरहेछ केटाहरूलाई रिग्रेट भइरहेछ यो भिडियो हेर्दा चाहिँ पक्का रिग्रेट हुन्छ केटा यो भिडियो भएर फोटो हेरेर चाहिँ केटाहरूलाई रिग्रेट हुन्छ नि त भरे चाहिँ अब राल चाहिँ नचुहाउनै मलाई गाई छैन चाहिँ हामी यहाँ वर्षे आइसकेको छु म अन्त भाइ कस्तो लाग्यो माथि फुस्रे वर्षे गएर चाहिँ राम्रो रहेछ होइन तर हिँड्नु चाहिँ साह्रै बेसी हिँड्नु पर्दो रहेछ यता बहिनीलाई अङ्कल तपाईँलाई 5 किलोमिटर अहिले ओह्रालो हिँड्दाखेरि कस्तो लाग्छ भन्दा चाहिँ क्यामेरा एकदम राम्रो लाग्दैछ है हिँडेको फिलै भएन जुन स्पोर्टमा हामी पुग्छौँ त्यो स्पोर्टमा पुगेर फर्किँदाखेरि पाउनु तपाईँलाई ओकाल जाँदाखेरि चाहिँ कस्तो रिस अनि उकालो जाँदा चाहिँ त्यो किलोमिटर अब कहिले आउँछ भइरहेको तर जब हामी त्यो पार्टिकुलर त्यो स्पोर्टमा पुगिसकेपछि चाहिँ accident. Hello guys, now I'm here. Boss guys, so what? अब यहाँ खाजा अलिकति खाएर चाहिँ ट्रेकिङ हामी हिँड्नु पर्ने छ 5 किलोमिटर भन्दै छ 5 किलोमिटर So you can see the view and guys. तर मलाई फर्स्ट गर्छ जस्तो लागिरहेको थियो नि तपाईले ए जुबेल म 8 बजेसम्म फोनै नउठाइदिएर मिलन दाइ हैन मैले सुन्नु नि बिहानको 9 बजेदेखि चाहिँ नि बेलुकाको 8 बजेसम्म फोन गर्दै स्विच अफ वाइन स्ट्रबेरी स्ट्रबेरीको वाइन मेरोबाट पास भयो भने केटाहरुले किन्छ बो हामीले टेस्टिङको लागि मान्छे लिएर आको सेम रहेछ यो दुईटा काली दिए हैन सेम रहेछ केटा चाखेर मात्न आँटिसक्यो स्ट्रबेरी किवी गुराँस फ्लेभर त सेम छ त कुन चाहिँ यो चाहिँ फ्लेभरमा रहेछ कि ल त गाइस जाऊ चाहिँ यहाँ वर्षेको उकालो हिँडेको हो अस्ति एक बजा भन्दा दामी फुलै फुल भेट्दैछ अब होइन सबै तर फुल चाहिँ फुलेर पनि झरिसकेको छ यहाँ चाहिँ हो ए गुराँस चाहिँ अस्ति फाइन नटमा फाइन थियो कल 500 रुपियाँ तिरेको फुल चाहिँ नटिपछि यसको गर यहाँ पनि टिकट वेलकम टू रोडेन्डम सेन्चुरी वर्षे 5 किलोमिटर हैन उयस फोटो एउटा ल त गाइस हैन अब चाहिँ हामीले 5 किलोमिटर ट्रेक सुरु भयो उकालो हो 5 किलोमिटर केटा 1 किलोमिटर पनि हिँड्न सकेको छैन त अन्त हिँड्नु त हिँड्न मिलन दाले बेहोरा देखारेको है घडी गङ्गेटा खोज्छ घडी के खोज्छ हामी चाहिँ भर्खर उकालो जाँदैछौँ भाइलाई सोध भाइलाई अन्त भाइ कस्तो लाग्यो माथि फुस्रे वर्षे गएर चाहिँ राम्रो रहेछ होइन तर हिँड्नु चाहिँ साह्रै बेसी हिँड्नु पर्दो रहेछ यता बहिनीलाई 0 पोइन्ट पुगेपछि मात्रै अलिक राम्रो रहेछ फुलहरू चाहिँ कति फुलेको रहेछ फुलहरू अहिले डल्लै पानीले झारेको भ्लगरले चाहिँ हाम्रो यहाँ एक्सपिरियन्स चेक गर्दैछ एक्सपिरियन्स सेयर गर्दैछौ मुना त तपाईँ क्यामेरा हेर्नु न राम्रो खुट्टा अङ्कल तपाईँलाई 5 किलोमिटर अहिले ओह्रालो हिँड्दाखेरि कस्तो लाग्छ भन्दा चाहिँ क्यामेरा
एकदम राम्रो लाग्दैछ है हिँडेको फिलै भएन जुन स्पोर्टमा हामी पुग्छौँ त्यो स्पोर्टमा पुगेर फर्किँदाखेरि तपाईँलाई अर्कै खालको रिफ्रेस हुन्छ है तपाईँले नेचरलाई एकदम तपाईँले मतलब नगिचैबाट तपाईँले एकदम एप्रिसिएट गर्नु पाउनुहुन्छ तपाईँलाई ओकाल जाँदाखेरि चाहिँ कस्तो रिस उठ्यो अनि उकालो जाँदा चाहिँ त्यो किलोमिटर अब कहिले आउँछ भइरहेको तर जब हामी त्यो पार्टिकुलर त्यो स्पोर्टमा पुगिसकेपछि अझै फर्किँदाखेरि एकदम मलाई त्यो टायर्ड फिल भएको हुन्छ दादा थ्याङ्क यू डेस्टिनेसन चाहिँ एकदम मजाको छ मजाको एकदम अझै हामी अलिकति ढिलो भएछ है हामी त आज अलिकति अगाडि आउनु हो भने चाहिँ एकदम पिक टाइम हुने रहेछ एकदम पावरिङ एकदम एनिवे पनि राम्रो छ हुन्छ थ्याङ्क यू ओके इन्जोय हुन्छ उयो गर्दो रहेछ हौ गङ्गटा चेक हुँदैछ यहाँ चाहिँ हाम्रो भागेको गुङ्गाटाहरू गङ्गटा छैन रहेछ फाइनली लाली गुराँस चाहिँ माथि फुलिरहेको रहेछ हो लाली गुराँस त्यहाँ देखिन नि सेल्वेस्टर हेर्दा हेर नौका जग्गा चाहिँ दामी छ दामी भ्यू चाहिँ रम्बो दामी छ भ्यू चाहिँ होइन कस्तो मजाको बस चाहिँ 4 किलोमिटर म वाइन खाएको छुइनँ नि त अहिले यहाँ चाहिँ फोटो हान्नुपर्छ अहिले भएर आउँदा चाहिँ 4 किलोमिटर 1 किलोमिटर आइपुग्यो अन्त 4 किलोमिटर भयो नि त 1 किलोमिटर हिँडिसकेको हामी रिमेनिङ 4 किलोमिटर रन 1 कम्प्लिट र यसरी नै एउटा माइलस्टोन पुरा भएको छ के छिटो बस्छ कसैलाई रिग्रेट भइरहेको छ होला कसैलाई चाहिँ पुरा रिग्रेट भइरहेको छ आज हो भइरहेछ केटाहरूलाई रिग्रेट भइरहेछ यो भिडियो हेर्दा चाहिँ पक्का रिग्रेट हुन्छ केटा यो भिडियो भएर फोटो हेरेर चाहिँ केटाहरूलाई रिग्रेट हुन्छ नि त भएर चाहिँ अब राल चाहिँ नचुहाउनै फोटो हेर्दा पाउँछ नि त त्यो मालहरू राल चुहाउने खालके गुराँसको होइन यस्तो मजाको मालहरू पाइरहेको छ हो 3 पानी अहिले हामीले रस खाँदा केटाहरूलाई झन् थुक कति आउँछ नि गुराँसको रस खाँदाखेरि चाहिँ केटाहरूले हेरेको हुन्छन् भरे चाहिँ हामी त हेरेकै हामी चाहिँ 1 बजिसक्यो हामी चाहिँ भर्खर पुगेको नि छैन हो सबैजना फर्किँदैछ उकालो हिँड्दा चाहिँ मजा आउँछ तेर्सोमा थियो केटा अब सोही हिँड्नु लो मिलन दा तपाईँ लिड गर्नु त तब गङ्गटा हिँडेको आउँछ हिँडेको हो यस्तो त्यस्तो होइन यस्तो हिँडेको सक्यो केटाहरूको पोस्ट जहाँ जनावर बस्छ नि हेर्नु कस्तो सफा छ जङ्गल एरिया होइन सबैको जहाँ मान्छे बस्छ नि कस्तो मैला नेचरबाट पनि कुछ सिक्नु पर्ने जहिले हुन्छ अरे हाम्रो जस्तो स्टाफ लाइनमेनहरू स्टाफहरू काट्दैछ नि 24 घण्टा बसेर 2 दिन लाग्यो कोही मुझे जङ्गली कहे हुन्छ त्यसमा त गीत गाउँदै हिँड्छ टाइम छुट्टो बित्छ गीत गाउँदै हिँड्छ पिङ्क कलरको गुराँस फुलिरहेको छ माथि चाहिँ हो बाजेको घण्टा चाहिँ उनले स्याक हानेर ल्याएको हो भरे बाजेले फेरि स्याक खोजिरहेको होला सिस्नो पानी राखिरहेको छ रेडी पारेर किन हौ भन्नु ल
अरे कहाँ से आ गए यार ये लोग भाई कहाँ से मिल गया यार रास्ता भटक गया क्या ऑब्जर्वेशन लगेंगे हो हिँडेको नि हाँ ऊपर एक बहुत अच्छा है पेड़ नहीं देखा गेट के आगे उधर बहुत एक पेड़ है बहुत अच्छा फूल रहा है गुरास अभी जाकर उधर जाकर पूरा फोटो खींचना पड़ेगा आपको देखा मैं पहचान लिया भाई को मैं देख नहीं पाया सुगा चाहिँ हामी सबैजना ग्याङ भेला भएको छ अहिले चाहिँ हामी यहाँ हो 1 2 3 4 5 6 7 8 9 10 जना 10 ल त गाइस आउँछ हैन 1 किलोमिटर रिमेनिङ हाम्रो बसे ट्र्याकमा हो लास्ट 1 किलोमिटरमा चाहिँ हैन उकालो रहेछ हाम्रो चाहिँ हालत खराब भइसक्यो तलको 4 किलोमिटर चाहिँ तेर्सो रहेछ हो लास्ट 1 किलोमिटर चाहिँ उकालो थाक्यो ल त गाइस फाइनली हामी चाहिँ हम लोग पहुंच गए हैं गाइस और सनिता कैसा लग रहा है इधर आकर बहुत रिलैक्स फील हो रहा है आपका नाम बोल दीजिए ना अमनाथ है गाइसहरु चाहिँ ओके आएर पनि हो नमस्ते बल्ल बल्ल आइपुग्यो सब प्रम्फू से इधर वेस्ट सिक्किम में आकर मिल रहे सभी लोग फुल पता चल रहा है क्या पता चल रहा है किसका कॉपी है यो गाइस पिंक कलर को भेरिएसन में रहेछ यो पर्छ लाली गुराँस गुराँस त सबै फुलेर पनि झरिसकेको छ कम्ती हल्का हल्का म त फुलिरहेको छ त्यो त कलर झरिसकेको हो नि त नि हो केटाहरू चाहिँ आइपुगेको छैन अझै हो फाइनली 0 किलोमिटर हामी केटाहरू चाहिँ भर्खर आउँछ 3 जना यस्तो निकाल्नु पिंक कलर को गुराँस यहाँ चाहिँ लाली गुराँस फुलिरहेको छ सबै इन्फ्लुएन्सरहरू मिट भइरहेको छ अब ल त गाइस फाइनली हामी चाहिँ यहाँ हैन वर्षे प्रपर लेकमा आइपुगिसक्यो हो प्रपर डेस्टिनेसन 5 किलोमिटर हिँडेर चाहिँ अब सबैजना फर्किनु हुँदैछ तर हामी मात्रै ढिलो भएछ अब हो लेकमा चाहिँ तर पानी छैन रहेछ नि त अरे पानी नहीं है गाइस पानी नहीं है पानी किधर गया इधर का सोर्स छैन सो गाइस त्यहाँ चाहिँ दामी फुलिरहेको छ गुराँसहरू चाहिँ अब तर ढिलो भयो हामी चाहिँ पुरा लाली गुराँस चमेली गुराँस पिंक कलर को गुराँस पनि हेर्नु हामीले पाएको छन् यो माछा हेर्नुहोस् कत्रो कत्रो माछा हेर्नुहोस् तपाईहरु सक्नु देख्नु अम्बो कत्रो रातो माछा हाल्नुहोस् बियरको बोतलहरु भए त अम्बो बुदुनाहरु हेर असलाहरु हेर बोतल खाएको रहेछ नि को रहेछ यो बोतल खाने
ल त गाइस अहिले चाहिँ हामी यहाँ बर्सी आइसकेको छौँ होइन तर के गर्नु होइन हामी चाहिँ अलिक ढिलो भएछ गुराँस सबै फुलिसक्यो हो सबै गुराँस तर हामी चाहिँ ढिलो भयो गुराँसको बोर्डै गुराँस मात्र त वरिपरि सबै ठाउँ होइन ओ केटा छिटो आउनु ल त गाइस फाइनली हामी यहाँ बढ्छ 0 किलोमिटर आइसक्यो हो सिक्दैछ उपर मजाले फुलेको चाहिँ Only 5 kilometers. क्राउड चाहिँ ओभर रहेछ गाइज होइन अफ सिजन चल्दाखेरि पनि क्राउड चाहिँ तलको त्यो बिल यो के लास्ट पोइन्ट चाहिँ घर त यो हैन हो सेल्फी सेसन फोटो सेसन गाइस हुन्छ आँखाले भ्याएको जतिको सबै गुराँसको बोट छ हो अब अलिक अगाडि आएको चाहिँ दामी फुलेको देख्दैछ अब के गर्नु होइन भ्याएन हामीले चाहिँ अब अलिक ढिलो भयो हामी चाहिँ सो प्रडक्ट नाम के हो भन्दैन मेरो नाम चाहिँ मिस्टर प्रदीप छेत्री तर सबैले मलाई भन्छ प्रदीप छेत्री फुस्रे आएर फुस्रे वर्षे आएर कस्तो लागिरहेको छ वर्षे आएर चाहिँ कस्तो लाग्यो अब यस्तै छ ब्रो तिमीले इन्जोय गरेको देखिनै छ हैन एकदम हैन त्यो फक्सहरु तिमीले फक्सहरु कस्तो हुन्छ हो म मजाको मान्छे फक्स को फक्स हो हैन भन्दैछु मजा आयो नि त वर्षा हैन गुराँसको हैन फेरि वर्षै कुरा आयो फेरि हो वर्षे हो के खास हैन ओइ झर्दै के चाहिँ खाली वर्षा अब चाहिँ टेन्ट यहाँ छ आजको बास चाहिँ यहाँ हो आजको बास यहाँ हो त गाइस हैन अब चाहिँ हामी यहाँ वर्षेर निस्केको हो अब चाहिँ हामी 3:30 हुन आँटिछ गाइस हैन अब चाहिँ हामीले सिधै देन्तामतर्फ लाग्नु आँटेको देन्ताममा 1 नाइट स्टे गरेर चाहिँ भोलि चाहिँ अब सिधै ब्याक टु रम्फू हो ल ल पढ्दा हामी होइन गाइस रुमभित्र सुतेर मात्रै हुँदैन हो गाइस कहिले काहीँ घुम्नु पनि निस्किनु पर्छ है त अब अबेर भइसक्यो होइन अब चाहिँ मधेरो भइसक्यो अब चाहिँ यहाँबाट निस्केको हो वाउ गाइस दामी छ यो भ्यू चाहिँ ल त गाइस अब चाहिँ वर्षको निस्केको हो सो अब चाहिँ पानी आयो पुरै फग भएन अब चाहिँ ल त गाइस गुड बाई बस्यो त